यहाँ पछिबाट चाहिँ झर्न अब यहाँ पर चाहिँ त्यो लाउनु पर्ने हुन्छ हामीले त कतामले अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई ब्लग। सो आई होप सबैजना सन्चै हुन्छ होला र म पनि सन्चै छु आरामै छु। अनि आज चाहिँ हामी 5 तारिकसम्म जाँदै गरेको हो क्या। अनि म र एकजना साथी छ, मैले चाहिँ म साथीको घरकै बाटो जानु लागेको। साथी चाहिँ घरमै छ, म चाहिँ अनि भर्खर हिँड्दै गरेको। अनि बाटो चाहिँ लास्ट खतम छ क्या गाइस, हाम्रोतिर चाहिँ यतातिरको चाहिँ फुल रफ रोड हो क्या। अनि झन् उयो पारिबाट चाहिँ एक्सट्रिम लेभलको बाटो छ होइन, अलिक एडभेन्चर टाइपको बाटो छ क्या, अलिक ढुङ्गा घाइ। अनि अर्को बाटोबाट पनि पुग्नु चाहिँ पुग्थ्यो, तर अर्को बाटो चाहिँ फेरि ओभर हिलो छ क्या, हिलो पनि त्यो ओभर छ। अनि त्यही भएर बरु हिलोमा चिप्लिनु भनेर त होइन, बरु ढुङ्गामा उफ्रिँदै जानु चाहिँ बेस्ट हो नि त भनेर चाहिँ म चाहिँ यो बाटो जाँदैछु। यतातिर त ठिकै हो, बाटो त्यस्तो छैन। यहाँ पारिबाट चाहिँ खतरै छ क्या बाटो, हुन्छ नि अलिक होइन, अलिक नेक्स्ट लेभलको छ। अनि पछाडि चाहिँ भारी पनि छ क्या, हल्का फुल्का त्यति धेर छ होइन, तर पनि गरम चाहिँ गरमै छ। अनि साथी र म चाहिँ आज जानु लागेको पास्टरतिर। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो क्या, अब थाहा छैन होइन, माइकहरूको साउन्डहरू कस्तो आइरहेको छ त्यो चाहिँ थाहा छैन। अनि मेरो एक्सन क्यामेरा हालेको थियो, अनि त्यसबाट भ्लग गर्दै गरेको चाहिँ। अनि थाहा छैन यो एङ्गल पनि मिलेको छ कि छैन होइन। अनि फर्स्ट टाइम गर्दै गरेको यो एक्सन क्यामेराबाट चाहिँ, भर्खरै ल्याएको थिएँ जस्तै नै। अनि त्यो भएर आजबाट चाहिँ भ्लग पनि स्टार्ट गरिदिउँ भनेर चाहिँ थालिदिएको गाइस। जो छ नि आज चाहिँ मौसम पनि दामी भइदिरहेको छ, घाम लागिदिरहेको छ क्या हल्का। हिजो चाहिँ पानी परिरहेको थियो होइन, तर आज चाहिँ त्यस्तो छैन, पानी परेको छैन। अनि हल्का घाँटी पनि दुखिरहेको छ मेरो चाहिँ, माइकीले के भन्नु गाइस होइन, अलिक फेरि ज्वरो खतरा छ क्या। अनि त्यही नै हो गाइस, अब हेर्दै जाउँ बाटोमा के कस्तो हुन्छ होइन। अनि नयाँ हुन्छ भने, नयाँ भन्दा नि म त भर्खर नयाँ हो, सपोर्ट गरिदिनु पऱ्यो, सब्सक्राइब हानिदिनु पऱ्यो। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ हामीले गाइस सपोर्ट गरिदिउँ होइन। अब चाहिँ बिस्तारै बिस्तारै म चाहिँ भ्लगहरू बनाएर चाहिँ लगाउँछु भनेर सोचिरहेको छु। लेट्स सी के कस्तो हुन्छ होइन, सपोर्ट गरिदिनु होला गाइस। अनि म चाहिँ ओल्लोको आइपुगेको अहिले। अब चाहिँ यहाँबाट छ क्या यो ओह्रालो बाटो चाहिँ खतरै छ क्या, यहाँ पछिबाट चाहिँ झर्नु पर्ने हुन्छ। गाइस अब चाहिँ एडभेन्चर बाटो स्टार्ट भइसकेको छ होइन। यो फेरि ठाडै ओह्रालो छ क्या बाटो पनि, आउँदाखेरि पनि ठाडै उकालो पर्छ, अनि जाँदाखेरि पनि ठाडै ओह्रालो पर्छ। प्लस अनि पुरै रोडा घारी छ क्या, यता चाहिँ ढुङ्गै ढुङ्गा छ होइन। अनि जो ओह्रालो चाहिँ बिस्तारै बिस्तारै झरिन्छ, उकालो आउनु चाहिँ गाह्रो हो। यस्तो छ बाटो के भन्नु गाइस होइन, लास्टै अप्ठ्यारो छ क्या बाटो चाहिँ, ढुङ्गा घारी धेर छ होइन, यस्तो ढुङ्गै मात्रै छ क्या। हेर्नु गाइस ढुङ्गा होइन, फेरि ठाडै छ क्या यो बाटो चाहिँ। अब 1300हरू भएको भए, नर्मल ओह्रालो भएको भए चाहिँ कुदिन्थ्यो होला होइन। स्टार्ट पनि बन्द गरिदिन्छ फेरि गाइस, ठोकिँदैछ भाइ। के चाहिँ गर्नु त गाइस, जति जोगाउँदा पनि हुँदैन होइन। एउटा ढुङ्गाबाट जोगायो अर्को ढुङ्गा भेटि नै हाल्छ। अनि सकेसम्म चाहिँ जोगाउने हो, नसकेपछि चाहिँ छोडिदिने नै हो। यहाँ चाहिँ पुरै यस्तो छ क्या बाटो, अलिक गाह्रो चाहिँ गाह्रै छ, ढुङ्गा जोगाउनु पर्ने हुन्छ होइन, ठोकिन्छ क्या नत्र। यहाँ चाहिँ भिडियोमा त्यस्तो देखिएको छैन होला क्या गाइस, तर हुन्छ नि।
तर रियलमा चाहिँ जस खत्रै छ क्या बाटो। जस गाह्रै छ भनौँ न बाटो चाहिँ। भिडियोमा चाहिँ के कतिको देखेको छ थाहा छैन होइन, तर रियलमा चाहिँ बाटो चाहिँ डेन्जरै छ क्या यो। प्लस फेरि भारी पनि छ क्या बाटो। यस्तो छ होइन, एउटा ढुङ्गा जोगायो अर्कोमा भेटिनै हाल्छ। बाख्रा चराम भएको यहाँ तलतिरसम्म मात्रै गाह्रो अलिक। यस्तो गाह्रो बाटो छ रहेछ होइन, यति कुद्दै अब खतरा गलिन्छ क्या फेरि। अब त्यस्तो बाटो चाहिँ अझै सक्यो, अब त्यति साह्रो हार छैन बाटो। अब त्यो ठिकैको बाटो छ होइन, अप्ठ्यारो भनेको चाहिँ यति नै हो। गाइस म चाहिँ खासै बोल्ने कन्फिडेन्ट पनि छैन क्या अहिले चाहिँ, अनि अब खासै बोल्दिनँ पनि। धेरै इन्जोय गर्नु होला, त्यही नै हो। सो गाइस ब्यान भयो भन्छ यार। सो गाइस अब चाहिँ हामी आधी बाटो सुत्नु लागेको, आधी भन्दा नि बाटो सुत्नु लागिसकेको। अब चाहिँ बेसी पनि गर्छ म यहाँ साथी र मसँग साथी पठाइराख्नु भएको छ अगाडि अगाडि छ। जस मौसम चाहिँ दामी भेटेको अब बाटो त्यस्तो छ हाम्रोतिर अब चाहिँ हिलो। होइन पछाडि जान्छु त्यसको भिडियो निकालिदिनु होइन, त्यसको टेक्निकलमा देखिँदैछ कि छैन होइन। बाटो चाहिँ फेरि सुलिङमा कुदाउँछ ला होइन, यस्तो उबल छ होइन गाइस, उफार छ त्यस्तै। बस पछाडि भारी पनि छ क्या, इन्जिन चाहिँ खतरा हान्छ क्या जस। हामी घरमा झरिसके पनि होइन, यस रमाइलो भइरहेको छ। आज चाहिँ एक्लै हिँडेर साथीसँग हिँडेको मजा एक्लै हुन्छ नि त, के होला गाइस। अनि म चाहिँ वास्तवमा चाहिँ यो बुकिङ क्लास पनि खेल्नु भनेको क्या, टाढोवाला हालिदिउँ भन्ने सोचेको छु होइन।
त्यता चाहिँ हामी चाहिँ अलिक भइसक्यो बाटो अस्ति पुगन खतरा हिँड्यो थियो चाहिँ बब्बाल साउन्ड गरेको छ त्यसको चाहिँ साउन्ड छैन पहिले मोडी गरेर चलाएको थियो अझै छैन मोडी गरेको तर त्यसको चाहिँ छैन मोडी नै छैन दामी मेरो त हलुका छ त्यस्तो मोडी छैन हलुका मोडी चाहिँ मोडी नै छ तर त्यति साह्रो ठुलो छैन क्या यो सुन्छ नि हलुका मात्रै पहिलेको सुनिन्छ त्यस्तो लाउडनेस छैन क्या माथि मलाई पुऱ्याउँछ औडा लाग्छ क्या गाई उखारेको गर्छ होइन पैसा त्यस्तै तर त्यो कस्तो अफरोड जस्तो सुन्नु लाग्यो अब त पुरै पिस रोड जाने हो यस्तोसँगले हावा खाँदै अनि साउन्डहरू के कस्तो आइरहेछ आई डोन्ट नो गाई भिडियोको एङ्गल पनि कस्तो आइरहेको छ त्यो पनि थाहा छैन अनि यहाँ त्यो बर्छ क्या बाटो मान्छेले पुरा हामीलाई भुल्ने हल्लाउँछ होइन बाइकको अलिअलि साउन्डहरू त नर्मल हो अनि यो चाहिँ के भएको सक्छ नि गाई त्यो यस्तो भरपर पिछा राखेर होइन तपाईँको लागि गाडी टाइप आइरहेको छ क्या पुरा त्यो टायरहरू केही हुँदै त्यो टाइपको आइरहेको छ क्या अनि यो लुकिङ ग्लास नि यो होला यो चाहिँ म ठाडोबाट लाउँछु क्या यो वाला मलाई मन पर्दैन होइन अब त्यो दामी पारामा त्यो लगाइदिउँ भनेको दामी दामी पारामा दुईजना साथीहरू चाहिँ भ्लग गरिँदै हिँडेको क्या Bobal. Katanya berlalu saya tadi kata kami sini karena Bobal mojo Dari sarara mutar gaడిना चलो झन्डै गुल्टेको गाई झन्डै के खाँदेको कस्तो हो त्यहाँ है झन्डै डिलमुनि पुग्यो भनेर So guys, kalau saya tak terpenuhi video.
guys, finally to video. बन्द छ त्यहाँ। सो गाइस अब चाहिँ हामी बाख्राकोटबाट तेर्सो लागिसकेको होइन। सो गाइस हावाले साउन्ड चाहिँ सुनेको छ कि छैन होइन। अब चाहिँ हामी फाइनली पिच भेटेर नि लागिसकेको हो। हेलो अगाडि प्रवीण छ, पछाडि पछाडि म। यता हुन्छ लास्टै हुसे लाग्थ्यो क्या अरू बेला चाहिँ, तर आज चाहिँ त्यो उग्रेर राम्रै भइरहेछ। अनि त्यसको चाहिँ तेल पनि रिजर्भ लागिसक्यो अरे, मेरो पनि लाग्नु लागेको छ रिजर्भ चाहिँ, मिटर चाहिँ उफ्रिरहेछ क्या अगाडि। अनि त्यही नै हो गाइस, बाटो त्यस्तो छ होइन, साह्रै टर्निङ नै टर्निङ छ। थाहा छैन गाइस, हामी चाहिँ लुङग्रुपा हिँड्दै गरेको अहिले चाहिँ कति बजी पुग्छ थाहा छैन। अनि दामी भइरहेछ क्या आजको त्यो सिन चाहिँ होइन, बबालै भइरहेछ। हिजो चाहिँ यस्तो हुसे लागिरहेको थियो होइन, त्यो आज चाहिँ मौसमले साथ दियो के भन्नुपर्छ यतिको। So guys, म चाहिँ टर्निङमा चाहिँ कर्नरिङ हान्नु चाहिँ अलिक डर लाग्छ क्या, अगाडिको टायर अलिक सानो साइजको छ क्या, त्यही भएर हल्का डर लाग्छ होइन। पहिले चाहिँ हानिन्थ्यो ग्रिप भइन्जेल चाहिँ, अझ ग्रिप पनि गइसकेको छ, चिप्लिन्छ क्या गाइस अगाडिको टायर। यो एजेडकै टायर छैन क्या, अर्को कुन चाहिँ अर्को अलिक सानो साइजको लागेको छ र। ओहो हावा खाले दामी पारामा होइन, मौसम पनि दामी भइरहेछ, उग्रिदिरहेछ। दुईजना मात्र होइन, अटोसँगले जस रमाइलो भइरहेछ। अनि अघि चाहिँ मैले त्यो पर अफरोडमा बनाउँदाखेरि चाहिँ माइक अन गर्नै बिर्सिरहेको थिएछ क्या। अनि अहिले बाख्रा आइसकेपछि मलाई थाहा भयो भ्लग चाहिँ गरेको छ, तर त्यसमा साउन्ड चाहिँ छैन होला सायद। म त्यो फ्लिप साउन्ड रहेछ भने चाहिँ लाउँछु, नत्र भने चाहिँ लाउँदिनँ। किनभने साउन्ड बिनाको त किन लाउनु र होइन क्या। त्यही नै हो, राखेँ 9 किलोमिटर छ अब त, लास्टै टर्निङवाला बाटो छ। यो बाटोमा अझै होला क्या यस्तो उज्यालो भएको बेलामा हिँड्न पाएको भनेको, नत्र भने चाहिँ यता चाहिँ बढै उयो लाग्ने हो क्या, हुसे लाग्ने हो क्या यताको ठाउँ चाहिँ। फेरि स्पिड पनि कुद्नु हुँदैन, पछाडि साथी छ। फेरि कस्तो हुन्छ नि, अगाडिकोले जति कुदायो पछाडिकोले पनि त्यति कुदाउँछ क्या साथीहरूमा चाहिँ होइन। त्यो आधा चाहिँ त्यस्तै हो क्या, अगाडिकोले जति कुदायो पछाडिकोले त्यति कुदाउँछ। अनि अगाडिकोले कन्ट्रोलले कुद्यो भने पछाडिको नि कन्ट्रोलले कुदिन्छ क्या त्यस्तो हुँदाखेरि चाहिँ। धेरै स्पिड पनि नगइदिउँ, बिस्तारै गइदिउँ। त्यसको टायर फेरि तालु छ, ग्रिप छैन, टर्निङमा फेरि गयो भने कम हुन्छ क्या, चिप्लिन्छ नि त। यो पानी नपर्दाखेरि पनि यो ग्रिप नभइसकेपछि चिप्लिन्छ क्या टायर। यो बाख्राकोटमा चाहिँ उयो रहेछ क्या अहिलेको लागि चाहिँ, ग्यारेज त्यहाँनिर उसको नि स्कुटरको तार फेर्नु थियो अर्को बाइकको पनि। अनि मेरो पनि लुकिङ ग्लास चेन्ज हान्दिउँ भनेको, तर ग्यारेज खुल्ला रहेन रहेछ। अनि त्यो भएर राखेसम्म त्यस्तो स्कुटरको तार तुलेको छ क्या। अनि उसले चाहिँ अहिले चाहिँ बाँधेर चलाइरहेको छ, डोरीले बाँधेर। अनि त्यही भएर अब राखेमा गएर चाहिँ चट्ट फेर्नुपर्ने हुन्छ होइन स्कुटरको तार। अनि म लुकिङ ग्लास पनि फेरिदिन्छु, दामी लुक्छ क्या ठाडोवालाले चाहिँ यसले भन्दा पनि। तेल राखेर चाहिँ पुगोस् भन्ने हो हाम्रो चाहिँ, त्यसको अघि रिजर्भ लागिसकेको छ। मेरो नि उठिरहेछ, मिटर उफ्रिनु त त्यहाँनिर पुग्छ भन्ने मलाई विश्वास चाहिँ छ। साथी पछाडि पछाडि आउँदैछ।
बिस्तारै गइदिउँ होइन तर अहिले त बाटो जस्तो त्यस्तो चापाचाप छैन क्या खुल्लै छ बाटो त्यही पनि यतातिरको चाहिँ अलिक सानो हो साइकुरो बाटो प्लस अनि यस्तो टर्निङ नै टर्निङ हुन्छ क्या अनि अलिक जोगिएर कुद्नुपर्ने हुन्छ बिस्तारै गइदिउँ बिस्तारै बिस्तारै त्यसो सिधा रोडमा चाहिँ कुदाइदिने हो यही नै हो च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला होइन अनि भिडियो के कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला त्यही नै हो मिठो भ्लग होइन बनाउँदै हिँडेको खासै बोल्नु पनि आउँदैन क्या अलिक कन्फिडेन्ट पनि छैन त्यस्तो बोल्ने अब बिस्तारै बिस्तारै बानी बस्छ होला भन्ने लागिरहेछ अहिले चाहिँ त्यस्तो छैन क्या त्यो ऊ पर गाडी जाँदैछ कि म मात्रै भएको भए चाहिँ त्यो गाडी लगायो ओभरटेक हानि सक्थ्यो होला उदो दामी बबाल 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 मजा दिइरहेको क्या फेरि मौसमले दामी साथ दिइरहेछ होइन अनि त्यो भएर हो घाम लागिरहेछ पानी चाहिँ नपर्ने साथ चाहिँ खबर छैन सर हेल्छ अफ छ विमल राया हजुर राया आर्य हो ये छेत्री हो म यो हजुर सर्ट गाइड चल्छ हामी राखी आइपुगेको अनि त्यहाँनिर चाहिँ अहिले चाहिँ स्केच कोडरको तारहरू फेर्कोलाई फेऱ्यो यता चाहिँ बाटो लागिसक्यो अब यहाँ पर चाहिँ त्यो लाउनु पर्ने हुन्छ हामीले त अटोसँगले अनि त्यहाँबाट लागिन्छ गुम्बा डाँडातिर अहिले चाहिँ अलिअलि धुम्मे धुम्मे भइसक्यो क्या चिसो अलिक चिसो भइसक्यो अहिलेभन्दा पानी चाहिँ नपर्छ त्यस्तै हो
सो अलराइट गाइस, चाहिँ हामीले तेल सेल लगाएर नि अझै राखेबाट लाग्यो। अब त्यहाँ माथि पुग्नु पर्ने क्या, फेरि पानी चाहिँ नपर्देस्, त्यही हो। यताको चाहिँ बाटो फेरि बोबा लाग्छ क्या मलाई। यताको चाहिँ बाटो जस बवाल छ होइन गाइस। चलो गुम्बा डाँडामा चाहिँ फेरि घाम लागिरहेको छ क्या, त्यहाँ माथि चाहिँ दामी भ्यू पनि देख्छ त्यहाँ माथि चाहिँ। यहाँ पर चाहिँ बाटो बब्ली लाग्छ क्या मलाई यताको। अनि मैले चाहिँ यो लुकिङ ग्लास फेर्ने भनेको क्या, तर पाएन क्या लुकिङ ग्लास। पाउनु चाहिँ पायो तर राइट साइडको मात्रै पायो, लेफ्ट साइडको पाएन। अनि त्यो भएर म चाहिँ फेर्दिनँ। अब इलाम झरेपछि फेर्ने भनेको क्या, राइट साइडको मात्र रहेछ क्या फेरि सब यहाँ चाहिँ। लेफ्ट साइडको छैन रहेछ, अनि त्यही भएर मैले चाहिँ लगाएन। गोपाल दामी गाइस, दामी। बोबाल मजा आइरहेछ होइन आजको राइड के जो। पानी चाहिँ नपर्दा त्यही नै हो। यताको चाहिँ जो रोडमा दामी लाग्छ क्या, किन हो बबाल मजा आउँछ क्या रोडमा राइड गर्नु चाहिँ। पानी छिटाउँदैछ क्या फेरि, पानी चाहिँ नपर्दियो त्यही नै हो। त्यहाँ पारि गुम्बा डाँडा गरी जस भ्यू दामी देख्छ क्या गाइस, दामी ठाउँमा छ नि त। अनि यहाँ माथि एउटा उयो पनि छ क्या, 32 झरना, त्यो यहाँ माथि हो। गाइस चाहिँ हामी गुम्बा डाँडा नि आइपुग्यो होइन। त्यो माथिबाट चाहिँ दामी देख्छ क्या, माथि डाँडाबाट चाहिँ बब्ली देख्छ क्या यहाँको यो। सो गाइस फाइनली गुम्बा डाँडा नै आइपुग्यो होइन। ऊ माथिबाट चाहिँ बबाल देख्छ क्या यहाँको भ्यू चाहिँ, माथिबाट बब्ली देख्छ, माथिबाट रेकर्ड हाल्छ क्या।
यहाँको रोड चाहिँ दामी लाग्छ जो टर्निङ नै टर्निङ यहाँबाट बब्ली देख्छ क्या योभन्दा माथिबाट अझ बब्ली देख्छ क्या जा 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 गयो केटो गयो 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 फाइनली पौवा भन्दा पौवा भन्दा ओइ पौवा भन्दा पनि आइपुग्यो अब यहाँ चिया खानुपर्छ चिया खानुपर्छ चिया 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 हौ चिया खानु आइज न चिया खानु हौ अनि कहाँ खान्छ र सो गाइस अब चाहिँ हामी लाग्यो पौवाबाट चाहिँ लागिरहेको लुङ्गु पत्ता फगात यहाँ चाहिँ चिया खाजा खायौँ होइन त्यो हल्का ढिलो भयो यो बाटो पनि पिच भइसकेको छ क्या अहिले चाहिँ अब सुरु भयो अफरोड तर यताको चाहिँ अफर भयो है दामी नै छ दोस्त आज मौसमले चाहिँ साथ दिइरहेछ क्या अब बालपारामा सो गाइस हामी चाहिँ अहिले इथुङ पनि आइपुग्यौँ इथुङको चाहिँ यतापट्टि छ सो गाइस फाइनली इथुङ आइपुग्यौँ अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े हुए।
हुन्छ 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 ओइ फर्किँदा